सान्नालीले बोल कि म गइन किन। ओहो, उमेर पनि साह्रै बढ्यो। अहिले मैले बिहा गरेको भए ठुला ठुला छोराछोरी हुन्थे, मलाई बाउ भन्थे, कम्ता मजा आउँथ्यो। हेर्न हेरेको डाम्ना पक्चलाई। त्यसपछि विदेशबाट आएर त व्यवसाय गर्नुभएछ त केपिसी सापकोटाको यादले विदेश बस्न दिएन जस्तो छ। 2 महिनामै आउनुभयो त तपाईँ त। त्यस्तै त्यस्तै हो ललेजी। विदेश गयो, खाना खाँदा उसैको याद, हग्न जाँदा त्यसैको याद, मुत्न गयो त्यसैको याद, अर्काको स्वास्नीको कति याद आएको। बरु यसो गर्नु पर्यो ललितजी, बुढो पनि भयो अब त। यो सापकोटाको छोरी भन्दा चाहिँ बरु देवकोटाको छोरी भए पनि मिलाइदिनु पर्यो। अब अहिलेको अवस्थामा देवकोटाको छोरी नमिले भने यसो राहत कोटामा भए पनि केटी मिलाइदिनु पर्यो के। गाह्रो भइसक्यो। बुझ्नु न, एउटा पुरुषको समस्या कस्तो हुन्छ भनेर है। टोक्ने हक्कै बेला याद आउने भनेपछि त साह्रै गाह्रो भएको। साह्रै गाह्रो। अब राहत कोटासम्म चाहिँ नजाउँ होइन। एककोटाको छोरी पनि कमाल कमाल हो। आजभोलि गाउँमा गर्दा उडाउने भनेको त्यही हो। कुरा राख्छु म, टेन्सन नलिनु। हो र ललितजी, सापकोटाको छोरी भन्दा पनि बवाल। त्यसै जोस आउँछ क्या ललितजी, बेला बेलामा मलाई फेरि त्यस्तै हो कि ललितजी। अब तातेर आएको के म त अब गरिदिउँ भनेर आएको। त्यस्तो माहौल छ भने त म त खतरा तयार छु ललितजी। हेर्नु यो सिरानी सिरानी देखेर सबै विदेशबाट इम्पोर्ट गरेको क्या बिहाको लागि भनेर। तर सापकोटाको छोरी भन्दा देवकोटाको छोरी बवाल छ भनेर म त रेडी छु नि ललितजी, रेडी छु क्या। तपाईँ कुरा गरिहाल्नु ल। यो चाहिँ कहिले पो गर्ने त? तिजमा हान्दिउँ क्या भेट हुन्न? तिजमा पनि रमाइलै हुन्छ के अरे। त्यसोमा त अर्कैले लान्छ है क्या हो। ढिलो हुन्छ ढिलो। आजै जाउँ आजै। म्याट्रेस छ नि, च्यात्तेला तिजसम्म पुरानो हुन्छ। सिरानी पनि च्यात्तिन्छ। आजै जानुपर्छ आजै। चुवाक छ, अर्कैले लान्छ नि फेरि। हिँड्नु आजै। आजै जाने र ललितजी? के लिएर जाने ललितजी? लड्डु लड्डु लिएर जाउँला है। अनि त्यो केटीलाई देखेपछि मैले के भन्ने? नमस्कार भन्दा कस्तो हुन्छ ललितजी? नमस्कार पनि भन्छु ल। अनि त्यो मजा आउने पो ललितजी। अनि ललितजी, अनि म यस्तै जाऊँ कि अलि हिरो भएर टक 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 जाने? कसरी जाने यसो मलाई भन्नु न। अनि मलाई खासै एक्सपिरियन्स नै छैन कि ललितजी। अनि त्यो कति खतरा राम्रै छ केटी त्यो। र के गर्ने ललितजी? आजै जाने हो त? जाऊँ जाने भए लड्डु किनौँ। लड्डु किनेर जाने। आई एम रेडी ललितजी। होइन केपिजी, जलेबी जस्ती राम्री छ नि त्यो। जलेबी जस्ती राम्रीको लागि लड्डु होइन के। जलेबी जस्तीको लागि रसगुल्ला लिएर जानुपर्छ, रसगुल्ला। अनि नमस्कार होइन, 2 महिना विदेश बसेको एक्सपिरियन्स छ। हेल्लो हान्नुपर्छ, हेल्लो ठोकिदिने सिधै है त, हेल्लो। ललितजी, हेलो आई मैया भनेर गर्न मिल्छ नि होइन? मजा आउने हो। रसगुल्ला रसगुल्ला नै लैजाने र? साँच्ची? रसगुल्ला पनि मिठै हुन्छ ललितजी। त्यो पनि मिठो, रसगुल्ला पनि मिठो, त्यो पनि मिठो, रसगुल्ला पनि मिठो, मिठो मिठो। मजा आउने भयो। नेक्स्ट पार्टमा भेटौँ न अब। बाई। बस।